सासु बुहारी ब्याटल भन्ने थाहा छ? झगडा गरे होला। झगडा अहिले न्युज आइरहेको छ, हेर्छ न उसमा, सासु बुहारी ब्याटल झगडा। केमा झगडा थाहा छ? छोराको जन्ती जाँदा सासुले चाहिँ रत्यौली खेलेछिन्। बल्ल बल्ल भयो छोरा कमाउने, अब भोलि आउँछ बुहारी एटिएम समाउने अरे। बुहारीले नसमाए कसले समाउँछ त? त्यही त, त्यसैको लागि त बुहारी ल्याएको, समाओस्, गरोस्, घर गरोस्। हामी बुढाबुढी भयौँ, दिनदिनै हामी सक्दैनौँ, उसैको भर हुन्छ, उसैले गर्छ भन्ने हुन्छ। उसले जसरी दिए पनि पिण्ड पानी हामीले पाउने हो, बाँचुन्जेल पनि खाना उसले दिए खाने हो, मरेपछि पनि उसले पिण्ड पानी गर्ने हो। अनि बुहारीले के भन्दैछ थाहा छ? बुहारीले कसरी सुनि त यो कुरा? टिकटकमा आयो, अनि बुहारीहरू खाल्छन्, अनि के भन्यो भने बुहारी खालले चाहिँ, छोरी काख बुहारी पाख भो, अब तिम्रो छोरो तिमी नै राख। छोरी आँखा पाखा पनि हुँदैन, छोरी छोरी बराबर, छोरा बुहारी छोरी बुहारी बराबर हो, सबैलाई बराबर दृष्टिले हेर्नुपर्छ। अनि त्यस्तो हो भने एटिएम समाउने बुहारी हो भने किन बिहा गर्छौ त? राख अरे। ठिकै बनि त, त्यस्तो हो भने अब किन बिहा गर्नु पर्यो त? ठिकै त बनि सासूले। अनि तँ भनेपछि अहिले हेर्छ त टिकटकमा, बुहारीले भन्ने सासूले भन्ने, बाबा एउटा यहाँ ब्याटल अरे, झगडा अरे। मिल्नु पर्दैन आमा? मिल्नु पर्छ नि, सासू बुहारी नमिलेर घर कसरी हुन्छ? रानी गर्नु मिलै सबै काम हुन्छ त्यन्त फाइदा, एकता हेर कस्तो छ मौरीको ममा सोधा। घर परिवार मिलेन भने त उही हुँदैन नि। मिल्नु परेन? मिल्नु पर्यो।